साथै नमस्कार, म सुधीन्द्र। तपाईहरु सम्पूर्णलाई नयाँ भिडियोमा हार्दिक स्वागत गर्दछु। जान पनि एकदम प्रोसेस छिटो हुने, 6 महिना 1 वर्षमा उडिहाल्न पाइने, खर्च पनि कम लाग्ने जानको लागि। अनि त्यस्तै गएपछि 6 महिना 10 महिनामा पीआर प्राप्त गर्न सकिने, गएर 1.5 वर्ष काम गरिसकेपछि 2-4 करोड कमाएर घर जग्गा जोड्न सकिने, रेन्ट पनि एकदम कम, इन्कम हाई भएको बेस्ट कन्ट्री कुन होला त? आजको यो भिडियोमा म तपाईलाई त्यो कन्ट्री भन्न गइरहेको छु। मैले अपलोड गर्ने भिडियोहरूको कमेन्ट सेक्सनमा सर्वाधिक रूपमा आउने एउटा कमेन्ट भनेको, दाइ यो संसारको सबैभन्दा बेस्ट कन्ट्री कुन होला? म कुन कन्ट्री जाँदा ठिक होला, कुन कन्ट्री बेस्ट होला भनिदिनुहोस् न भनेर आउने कमेन्ट हो। जब म त्यो कमेन्ट पढ्छु त्यसपछि मेरो दिमागमा के आउँदछ भने, जो व्यक्तिले कमेन्ट गरिरहनु भएको छ उहाँ व्यक्ति को हो, उहाँको आवश्यकता के हो, उहाँको आर्थिक स्थिति कस्तो छ, कुन देश जानको लागि, त्यो कुराहरू मेरो दिमागमा आउँछ र त्यो जानकारी मलाई छँदै छैन। अब कुरा गरौँ बेस्ट कन्ट्री कुन होला त? मैले जुन अगाडिको कुराहरू भने नि त्यो सबै लागू हुने बेस्ट कन्ट्री कुन होला त? तपाईहरुलाई मैले एउटा क्वेशन सोध्न चाहे। जुन कुराहरू मैले अगाडि भने त्यो सबै कुराहरू उपलब्ध हुने कुनै कन्ट्री होला? तपाईको दिमागमा कुनै कन्ट्री त्यस्तो आएको छ त? छैन र आउँदैन पनि, किनकि त्यो सबै कुराहरू भएको एकदम पर्फेक्ट कन्ट्री भन्ने छँदै नै छैन। तपाईको आवश्यकता के हो, तपाईँ विदेश किन जान खोज्दै हुनुहुन्छ, मोटिभेसन के हो तपाईको, त्यसमा निर्भर हुने गर्दछ। मैले तपाईलाई एउटा इक्जाम्पल दिन चाहे। जस्तो तपाईँ जिम जानुहुन्छ, जिम गएको 10 दिनभित्रमा तपाईको बडी बनेर पर्फेक्ट हुँदैन नि त। तपाईले 10 दिनमा जिम गएर बडी बनेन भनेर कम्प्लेन गर्नुहुन्न नि त, किनकि त्यसको एउटा प्रोसेस हुन्छ। 6 महिना 9 महिनाको एउटा प्रोसेस हुन्छ नि, तपाईले त्यो प्रोसेस कम्प्लिट गर्नुपर्ने हुन्छ। त्यस्तै हरेक कुराको एउटा प्रोसेस हुन्छ। कुनै कन्ट्री गएर पीआर लिनको लागि पनि प्रोसेस हुन्छ। तपाईले 6 महिनामा पीआर प्राप्त गर्न सक्नुहुन्न। गएर बस्नुपर्छ, 1 वर्ष 2 वर्ष 3 वर्ष 4 वर्ष बसेर एउटा प्रोसेस कम्प्लिट गरिसकेपछि मात्रै तपाईले पीआर प्राप्त गर्न सक्नुहुन्छ। त्यस्तै 1 करोड कमाउनु पनि प्रोसेस हुन्छ। कि त तपाईले 2 नम्बरी काम गर्नु पर्यो, अनि अर्को भनेको तपाईसँग स्किल सेट हुनुपर्दछ। पैसा कमाउनको लागि तपाईसँग स्किल हुनुपर्दछ। जुनै कन्ट्रीमा गए पनि यदि तपाईसँग हातमा स्किल छैन भने तपाईले पैसा कमाउन सक्नुहुन्न। र अब कुरा गरौँ कुन देश जाँदा चाहिँ ठिक होला त? जस्तो धेरैले भन्छन् क्यानाडा जाऊ, क्यानाडामा सजिलो छ भन्छन्, तर क्यानाडामा पीआरको लागि एकदम लङ क्यू रहेको छ, महँगाई पनि उस्तै रहेको छ। कतिपयले युके जाऊ भन्छन्। युकेमा अर्निङ राम्रो छ, नराम्रो छ म भन्दिनँ, तर यहाँको इमिग्रेसन रुलहरू चेन्ज भइरहेको छ। त्यस्तै रेन्टहरू एकदम हाई रहेको छ। त्यस्तै कतिले अस्ट्रेलिया जाऊ भन्छन्। अस्ट्रेलियाको त्यस्तै मास्टर्सको डिग्री 2 वर्षको रहेको छ, युकेमा 1 वर्षमा सकिन्छ। अनि कतिले जर्मनी जाऊ भन्छन्। जर्मनीमा तपाईलाई भाषा आउँदैन, जर्मनीमा इङ्ग्लिस खासै बोलिँदैन, भाषा भएन भने तपाईलाई गाह्रो पर्छ। त्यसकारणले गर्दाखेरि एउटै यही बेस्ट कन्ट्री भन्ने हुँदैन, छँदै छैन के। तपाईले आफ्नो रिसर्च गर्नु होला, तपाईँ के को लागि जान खोज्दै हुनुहुन्छ। यदि होइन म स्कलरसिपमा गएर पढ्ने मेरो चाहना छ, म जर्मन भाषा ट्याकल गर्न सक्छु भन्ने जस्तो तपाईँलाई लाग्दछ भने तपाईँ जर्मनीको लागि अप्लाई गर्नुहोस्। त्यस्तै होइन म त मास्टर्स मलाई 1 वर्षमै कम्प्लिट गर्नु छ, छिटै सक्नु छ भन्ने जस्तो लाग्छ भने तपाईँ युके अप्लाई गर्नुहोस्। हरेक कन्ट्रीहरूको आफ्नै फाइदा र बेफाइदा रहेको छ। मेन कुरा भनेको चाहिँ तपाईँ के को लागि आउँदै हुनुहुन्छ त्यो कुरामा तपाईँ ढुक्क हुनुपर्छ र त्यो कन्ट्रीको बारेमा एकदमै रिसर्च गर्नुहोस्। र रिसर्च गरिसकेपछि तपाईँले त्यो कन्ट्री तपाईँको लागि सुइटेबल छ कि छैन, अथवा 100% सुइटेबल नहुन सक्दछ, तर पनि यति भइसकेपछि म सर्भाइभ गर्न सक्छु है भन्ने चाहिँ एउटा तपाईँ निष्कर्षमा आउन सक्नुहुनेछ। र अर्को भनेको कन्सल्टेन्सीको भरमा सबै कुरा नछोडिदिनु होला। कन्सल्टेन्सीहरूले त तपाईँलाई हरेक कन्ट्री बेस्ट बनाइदिन्छन्। जुन कन्ट्रीबाट उनीहरूलाई धेरै कमिसन आउँछ त्यो कन्ट्री नै कन्सल्टेन्सीको लागि बेस्ट हो, तर त्यो कन्ट्री तपाईँको लागि चाहिँ बेस्ट हो कि होइन त? तपाईँको लागि चाहिँ बेस्ट हुनु पर्यो। त्यसकारणले आफ्नो चाहिँ रिसर्च गर्न नछोड्नु होला। र अन्त्यमा तपाईको मनमा कुनै क्वेसनहरू आइरहेको छन् भने तल कमेन्ट सेक्सनमा गएर लेख्न सक्नुहुनेछ। मेरो च्यानलमा अन्य विभिन्न भिडियोहरू पनि रहेका छन् अपलोड स्टोरीसँग रिलेटेड, त्यो भिडियोहरू पनि चेक गर्न सक्नुहुनेछ। भिडियो मन पर्यो, अलिकति इन्साइटफुल लाग्यो भनेदेखि च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियोलाई लाइक पनि गरिदिनु भयो भनेदेखि आई विल एप्रिसिएट द्याट अ लट। थ्याङ्क यू सो मच फर वाचिङ द भिडियो अन्टिल नाउ। आफ्नो रिसर्च गर्नु होला एन्ड आई विश यू अल द बेस्ट।